नमस्कार। म नेपाल दरै उत्थान समाज नौरङ्गे नगरपालिकाको हाल वर्तमान अध्यक्ष र धन्यवादको क्रममा चाहिँ केन्द्रीय समितिज्यूहरूलाई धन्यवाद दिँदै के भन्न चाहन्छु भने विभिन्न ठाउँमा गएर जसरी आफ्नो भाषालाई एकदम जोगाउन पर्छ भन्दै प्रशिक्षण दिनुभएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवादको पात्र राख्दै म के भन्न चाहन्छु भने उहाँहरूले विभिन्न ठाउँमा गएर यस्तो कार्यक्रम राख्नु भएको छ। यसको लागि चाहिँ हजुरहरूले अलिकति ध्यान आकर्षणै गरेर आफ्नो भाषालाई चाहिँ बढी मात्रामा ध्यान दिएर हजुरहरूले जोगाइदिनु भएमा धेरै खुसी हुन्थे। हाम्रो आफ्नो भाषा वेशभूषा र यिनीहरू जोगाउन नै ठुलो कुरो हो हाम्रो लागि। यसको साथै हजुरहरूलाई केन्द्रीय समितिद्वारा सबैलाई नै यो मिडिया मार्फत पनि सबैलाई चाहिँ यसरी चाहिँ सुझाव गर्नु भएको छ, विभिन्न ठाउँमा जानु भएको छ, दुःख गर्नु भएको छ, आफ्नो भाषा वेशभूषा जोगाउनु पर्छ, जोगाउँ। आफ्नो भाषालाई पनि आफ्नो बच्चा जस्तो गरेर जोगाएर चाहिँ राख्नुपर्छ भन्ने कुरो चाहिँ सबै ठाउँमा धेरै विभिन्न ठाउँमा गएर गराएर आइसक्नु भएको छ। यसको लागि म केन्द्रीय अध्यक्षज्यू मङ्गलराम दरैज्यूलाई धेरै धेरै आभार गर्दछु। नमस्कार। सेवाबाटै सबै दरै दाजुभाइ तथा दिदीबहिनी सबके हामी यहाँ सर्वप्रथम 2082 सालको सबै यहाँ नेपाल दरै उत्थान समाज केन्द्रीय कार्य समितिको तर्फ से सबै दरै आदिवासी र गैर आदिवासी सबैके हार्दिक मङ्गलमय शुभकामना टक्रेको चाहन्छौँ। नेपाल दरै उत्थान समाज 2082 साल अथवा 81-82 को कार्यक्रम अनुसार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का भेरे हमें प्रपोजल घरला रही र प्रतिष्ठान व प्रपोजल के स्वीकृत कर देला र हमें सचिवालय का बैठक को एक बसिकुन र हाम्रो सिंगो दरै भाषा एखनी बिस्तारै हेराते जैते कालांतर लोपै भइत कि कगुनेटा हमरा के चिंता महसूस करिकुन एकरा के संरक्षण र संवर्धन करके कसके करके तो कला का कुरा हेक्का राख्थिन र यो सचिवालय का बैठक हमें भरतपुर ही बस्ला रहे। असी से हमें एकरा के चितवन जिल्ला एक ठाउँ चितवन जिल्ला 2082 वैशाख 6 गते चितवनको माणिया ओसेन गरेको नवलपरासीको सुस्ता पूर्व आरुङखला गैंडाकोट परानपुर के समितिकुन हमें यो परानपुर राख्ला रहे र परानपुर में पासे से अलिक असुविधा भइत कि कहिकुन असे गैंडाकोट हमें एक सिगा विजय एफएम को हल्ला करला रही र उसने से वैशाख वो 13 गते भने र वैशाख हमें 20 गते चाहिँ फेरि नवलपरासी जिल्ला गई 1.5 गाउँ हो र उसीका हमें पाल्पा जिल्ला के तनहुक फुट्टार रूपटार पिपलटार र नवलपरासी का बुलिङटार र कोखे टार र 1.5 गाउँ करिकुन हमें वैशाख 20 गते 1.5 गाउँ राख्ला रही र उसिन करिकुन वैशाख का 27 गते गोरखा र धादिङ जिल्ला के समेटिकुन गोरखा जिल्ला 27 गते हमें राख्ला रही र यही संदर्भ पौषको बीच मैं क्या हो कुराकानी राखी के चाहते आटम र तखनी कहिसक्ल मूलतः दरै भाषा हाम्रो एकदम मुख्य कुरा आखै हाम्रो एउटा पहिचान से जोडेल आखै र यी भाषा बिस्तारै
एखनिको समय चाहतिन वा नचाहतिन पुनु बिस्तारै बिस्तारै हाम्रो अहिलार सन्तति सबै कम बोराते जैते र हामी पुनु जतका जान्न रहे हाम्रो व्यवहारै पुनु कम भइते आटे र एखनि मिश्रित समाज है यी कुरा टटकार रूपमा देखा पर्दा आटे हाम्रो अझै मूलत अझै विशेष गरी पनि बच्चा सब स्कुल जैते खनि र बच्चाको हाम्रो दायाँ बायाँ एखनि छर छिमेक आफ्नो दरेको मात्रै बसोबास नभएको मिश्रित समाजको चाहिँ परिवेश है हाम्रा र हामी पुनु बिहान से साँझसम्म र बच्चा बच्ची पुनु स्कुल जैते खनि एउटा खास कुरा एउटा पहाडे कुरा बोराएकी पर्लाएर एउटा बाध्यात्मक परिस्थिति भइदियो कुनै पनि यो पाछो पर्ते अथवा हाम्रो कुरा सब चाहिँ बिस्तारै बिस्तारै ओझेल्नै पर्ते र बिस्तारै बिस्तारै हेराते जैते आटे अथवा हाम्रो भाषाको चाहिँ संरक्षण गरेकोलाई चाहिँ एकदम चुनौतीको रूपमा आइसक्लो बाटे र उखाके चाहिँ हामी कसै गर्नु संरक्षण र सम्वर्धन गरेको कलाको सन्दर्भमा नै यी कार्यक्रम हामी वैशाख चाहिँ महिनाको 4 ठाउँ पर्ला रहे र सुरु गरौँ हामी यो 2082 को वैशाखका हामी 6 गते चितवन जिल्लाको माणीय व कार्ला रहे र उसीका हामी करिब करिब माणीय 75-76 जना चाहिँ उपस्थिति भइल र उसीका हामी विभिन्न विषय एखनि दरै भाषाको संक्षिप्त इतिहास र एखनि वर्तमान अवस्था र इखाके चाहिँ र एउटा क्लास रहेको अर्को क्लास हाम्रो दरै भाषाको कसै गर्नु संरक्षण गरेके किदी गरेके कलाहार विषय एउटा प्रशिक्षण रहे उसनै से ये भाषाको आवश्यकता र महत्त्वको बारेमा पनि हामी एउटा क्लास रहे र अझै अर्को हामी चाहिँ प्र्याक्टिकल्ली र अथवा अभ्यासको रूपमा पनि हामी पर्ल रहे एउटा हाम्रो राजकुमार सरले पनि एउटा वृत्तचित्र समेत बनाए पनि एउटा प्रयोगात्मक रूपमा चाहिँ गर्दै रहे र उसी से बीच हाम्रो सन्त के अरे शान्तराम दराईजी पनि एउटा भाषाको बारेमा संस्कृतिको बारेमा पनि प्रशिक्षण दिएर रहे उसले से स्वयं आफै पनि उसका प्रशिक्षण दिएर र हाम्रा रामु महासचिव र खुबलाल सर सचिवजी पनि उसका प्रशिक्षण दिएर रहे र यसै गरी भव्य र सभ्य रूपमा राम्रो भएर रहे उसिन गरौँ हाम्रा शुभकामना उसका हाम्रो स्थानीय नेपाल आदिवासी जनजाति महासङ्घका पहिले आदरणीय उपाध्यक्ष र नेपाल दरुथान समाज चितवनको पूर्व अध्यक्ष र नेपाल दरुथान समाजको केन्द्रीय समितिको कोषाध्यक्ष तप्या म्याडमले फेरि यो महिला सम्बन्धी सशक्तिकरण र एजेन्डा महिला हिंसाको बारेमा पनि एउटा ज्ञान चाहिँ दिएर रहे यसै गरेको हामी असीका कार्यक्रम सम्पन्न भइला रहे असी से हामी यते नलपरासी जुन गैँडाकोटा विजय FM को हलय भइतखनि उसीका हामी सुस्तापूर्वक गैँडाकोट परानपुर र आरुमखोला नयाँ बेलानी सबको उसीका पार्टिसिपेन्ट भइला उसीका पनि यही वस्तु हामी चाहिँ प्रशिक्षण सब दिएर रहे र उसीका मुख्य गरिगुण एउटा हामी सहकारीको सन्दर्भमा पनि एउटा प्रशिक्षण दिएर रहे आइटी सम्बन्धीको एउटा चाहिँ आइटी सम्बन्धीको एखन वर्तमान परिप्रेक्ष्यको सामान्य एउटा उसीका पुनः एउटा प्रशिक्षणको रूपमा दिएर रहे अरू चाहिँ उसीका हामी म आफै पुनः उसीका प्रशिक्षण दिएर हाम्रो आदरणीय शान्तराम दराईज्यू खुबलाल सर असी चाहिँ हाम्रो आदरणीय महासचिव रामु दराईज्यू पनि उसीका प्रशिक्षण दिएर रहे हाम्रो र ऊ दिन कार्यक्रममा चाहिँ 13 गतेको कार्यक्रममा हाम्रा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भेरे सञ्चालक परिषद सदस्य विष्णु कुमारी महत्त्व पुनः अनुगमन अहिले रहे प्रत्यक्ष हाम्रो उसीका निरीक्षणको क्रममा पुनः अहिले रहे उसीका पुनः एकदमै राम्रो किसिमको प्रोजेक्टहरू चाहिँ हामी भिजुअल सब देखाइपुन र उसीका हामी प्र्याक्टिकल रूपमा पनि हामी गर्ला रहे उसीका पनि भव्य र एउटा चाहिँ भव्य किसिमको एउटा चाहिँ भएर रहे र उसीका हामी भाषाको जोगाएकी अझै उसीका चाहिँ थप सल्लाह र सुझाव सपुनु दिएर रहे एउटा राम्रो किसिमको वातावरण उसीका हलको उसनै किसिमको एउटा आनन्दित र ऐसी सहितको हल हामी उसीका चाहिँ वो गरेको पाउलो रहे एउटा सभ्य र भव्य रूपमा चाहिँ उसीका हाम्रो प्रशिक्षण कार्यक्रम भइल रहे उसनै से वैशाख 20 गते
हाम्रो डेढ गाउँ र वो नवलपरासी जिल्लाकै उसीका डेढ गाउँ भइतखनि उसीका हामी पाल्पा जिल्लाका रामपुर असे तनहुँ जिल्लाको पुट्टार रूपटार पिपलटार र नवलपरासीको हाम्रो बुलिङटार र कोखे गाउँ र डेढ गाउँ करिब यत्का मानुसको चाहिँ उसीका सहभागी रहे करिब करिब हाम्रो 78 जना उसीका चाहिँ वो भइल रहे र उसीका हामी स्वयं म आफै पुनु र खुबलाल सरै प्रशिक्षण करला रहे हाम्रो आदरणीय महासचिवजी हाम्रो केन्द्रीय सदस्य सन्त बहादुर दराईजी पुनु एउटा यो संस्कृति सम्बन्धमा प्रशिक्षण दिल रहे हाम्रो केन्द्रीय सदस्य शान्तराम दराईजी से पुनु एउटा भाषा सम्बन्धी थोर बहुत प्रशिक्षण दिल रहे महासचिव चाहिँ एउटा एउटा संस्थाको बारेमा संगठनको बारेमा चाहिँ एउटा प्रशिक्षण दिल रहे उसिन गरेको हाम्रो सचिव नोमे दराईजी से पुनु एउटा एखनिको युग आइटी सम्बन्धी चाहिँ एउटा प्रशिक्षण दिल रहे र हामी अझै उसीका आकर्षण चाहिँ के भएर गर्दाखेरि हाम्रो दरै समुदाय कानुन सम्बन्धी एकदमै अनभिज्ञता भइराख्ला एकदम अवस्था अवस्था हाम्रो दरैको एकमात्र अधिवक्ता शिव दराईजी एउटा प्रशिक्षण दिल रहे ऊ एउटा हाम्रो नेपालकै पहिलोचोटि एउटा कानुनी साक्षात्कारको सन्दर्भमा विविध विषय एउटा प्रोजेक्टर सहित चाहिँ उसको प्रशिक्षण भइल रहे उसिन गरेको महिला हिंसा महिला जेन्डरको सन्दर्भमा हाम्रो केन्द्रीय सदस्य ज्ञानुमाया दराई पनि प्रशिक्षण दिल रहे र उसका हाम्रो समाजसेवी हाम्रो कुलबहादुर दराईजी पनि हाम्रा यो प्रशिक्षणको बारे शुभकामना दिला र धेरै धेरै धन्यवाद पनि दिला र यसमा कार्यक्रमको अझै रिपिट दोहोरेको परिकलाको कुरो भइल रहे उसले चाहिँ हाम्रो पाल्पा जिल्लाको हाम्रो केन्द्रीय सदस्य उत्थान समाजकै हाम्रो छमबहादुर दराई भाइ पनि एउटा प्रशिक्षण दिल रहे र उसका ऊ दिन करिब करिब हाम्रो प्रमुख अतिथि हाम्रो उसिनका स्थानीय हाम्रो वडा नम्बर 4 का वडा अध्यक्ष उसका पनि दिनभरि बस्देला पूरा का पूरा 12 बजे से हामी करिब करिब 5 बजेसम्म हामी कार्यक्रम सञ्चालन गर्ला रहे र ऊ दिन पुरा समय चाहिँ बस्देला धेरै कुरा सब सुन्देला र सुझाव देला र बाँकी अहिलेर दिने पुनः यस्ता कार्यक्रमका लागि पुनः एउटा सद्भाव र सहयोग गरेको लागि पुनः एउटा वचन प्रतिबद्धता जाहेर गर्दै रहे असैसे ऊ कार्यक्रम भइरहते खनि हमरा के उसका नारायण गोपाल दराई कलार एउटा चाहिँ गायक रहे ऊ गायक पुनः हमरा के बीच बीच 3-4 वटा विविध खालको चाहिँ गीत गायक पनि हमरा के बीच बीचमा मनोरञ्जन पनि दिल रहे र एउटा स्वागत करते खनि पुनः एउटा उसका नानी बाबी से हमरा के स्वागत नाच से नृत्य से स्वागत करके भइल रहे र बहुत आकर्षक र मनमोहक हमरा के करिब 12 बजे से 5 बजेसम्म करिब 6 घंटा का दौरान हामी नहारी पनि पाछो खैले है 6 घंटा का कार्यक्रम बित्ते खनि हमरा के 6 मिनट पनि जस्न पनि निजे भइल रहे र एकदम नतमस्तक भएको हुन्छ हाम्रो ऊ दिनको 20 गतेको कार्यक्रम चाहिँ बहुत राम्रो एउटा चाहिँ हाम्रो दरै होमस्टे को उसका उपरको तल चाहिँ हल व्यवस्थापन भइल रहे र उसका होमस्टे हाम्रो उसका स्थानीय दाजुभाइ दिदीबहिनी सबै चाहिँ हाम्रा के वातावरण सब जुटाइदिल रहे हल उपलब्ध गराइदिल रहे हाम्रा के खानपिन से सबै कुरा सब चाहिँ यसै गरेको एकदमै भव्य र सभ्य रूपमा चाहिँ भइल रहे र वसिन गरेको अन्त्यमा गोरखा जिल्ला र धादिङ जिल्लाकै समितिको ठेवाटार यो हाम्रो चाहिँ होटल डालीमा कतै ठ्याक्क अपारपट्टि भइदिरलाई उछिका वैशाखको हाम्रो 27 गते भइल रहे उछिका पुनु यही कार्यक्रम र वही विषय चाहिँ कार्यक्रम भइल रहे र कार्यक्रमको सूर्य हाम्रो वरिष्ठ आदरणीय उपाध्यक्षज्यू चिजबहादुर दराईजी से एउटा स्वागत र कार्यक्रमको सन्दर्भमा प्रकाश पारिके भइल रहे र वही सन्दर्भ से नै हाम्रो कार्यक्रम सुरु भइल रहे हाम्रो सन्त बहादुर दराईजी वाक्य पुनः संस्कार संस्कृतिको सन्दर्भमा प्रशिक्षण दिल रहे शान्तराम दराई से भाषाको सन्दर्भमा थोरै कुरा सब उसका प्रशिक्षण भइल रहे
र हाम्रो आईटी सम्बन्धी केन्द्रीय सदस्य नोमा दराईजी पनि एउटा प्रशिक्षण भइल रहे। डाक्टर हाम्रा सदस्य आनन्द दराईजी से पनि एउटा थोरै प्रशिक्षणको कार्यक्रम भइल रहे। आदरणीय महासचिवजी पनि एउटा सङ्गठनका एउटा चाहिँ सङ्गठन विभागको प्रमुखको नाता एउटा सङ्गठन सन्दर्भमा र कार्यक्रमको बारेमा पनि यावत कुरा सबै पनि प्रशिक्षण भइल रहे। उसले चाहिँ हाम्रो फुलबाल सर पनि उसीका प्रशिक्षण दिल रहे। र एउटा उसीका हाम्रो महिला आमा समूहको एउटा अध्यक्ष पुरापुर समय चाहिँ दिल रहे। र उसीका स्थानीय वडा नम्बर 4 का आदरणीय अध्यक्षज्यू पनि उसीका हाम्रो निम्ता के स्वीकार गरिकुन अन्तिम समयसम्म बसिकुन र अझै लौठा किसिमको कार्यक्रम आनेको लागि प्रपोजल बनाएको लागि र हाम्रा के आश्वासन पनि दिल रहे र परिणाम पनि देखाइदिल रहे। र बजेट कार्यक्रमका लागि आनो तेर्स वेशभूषाका लागि वाइन बनालाहरू कुरा सब र किति चाहिँ तेर्स वो करके परि बजेट बनाएको अनुसार बजेटको लागि चिन्ता झुन्करो गइरहत रहे। लास्टसम्म चाहिँ पुरा अन्यत्र उदिने अन्यत्रको कार्यक्रम पनि हापिकुन हालाकि पुरा समय दिल उसिन गरिकन दिल गुने मैं चाहिँ उसीको वडा अध्यक्ष र डेढगाउँको वडा अध्यक्षके पनि मैं धेरै सम्झेके चाहतम र संस्थाका तर्फ से धेरै नमन करके चाहतम, धन्यवाद देके चाहतम। हामी माननीय पनि मेयर साहबके नै बोलाल रहे। एउटा दुर्घटना घटेकुन एउटा मानुस बितेकुन ओसिकर जेल हमरा के मेयर साहबको समय हामी पाइदिन सक्ला। ओसिन गरिकन हामी यते गणाकोटा चाहिँ हामी जनप्रतिनिधिके पुनः बोलाल रहे। कारणवश हामी पाइदिन सक्ल र हाम्रो प्रमुख अतिथि प्रतिष्ठानकै नै हामी अहिले रहे ओसिन गरी बनाल रहे। यसै गरिकन हामी र कार्यक्रम वैशाख 6 गते से सुरु भएको वैशाख 27 गतेसम्म हाम्रो कार्यक्रम निरन्तर चलिराख्न रहे। र हामी किति आशा गर्ला आटे कतिखनि अथवा संस्था किति आवश्यक गर्ला आटे कतिखनि र एखनि हाम्रा के बीच विभिन्न ठाउँ 4वटा ठाउँमा कार्यक्रम गर्दै खनि धेरै सुझाव सपुन अहिलेबाट यही सुझाव सके पुनः मनन गरिकन आवेको दिन अझै इखराके घनीभूत ढङ्ग एकपटकको प्रशिक्षण मात्रै नभई अझै भाषाके चाहिँ जगेर्ना गरेको लागि संरक्षण गरेको लागि शिक्षण गरेको लागि अझै बाक्लो ढङ्ग अझै एकदमै हेराइसक्ला ठाउँ अझै कुनै माध्यम से उसीका भई एउटा प्रशिक्षणकै रूपमा भई कि अथवा बुकलेट चाहिँ किताबै निस्काएको उसको प्रशिक्षण गरेको हो कि कलाको कुरो विभिन्न किसिमको सल्लाह पनि अहिलेबाट अब यो केन्द्र समिति खराको चाहिँ गम्भीर रूपमा लिएलाबाट आगामी दिनमा एउटा फेरि कार्ययोजना बनाइकुन र इखराके जस्की तस्की भएको एउटा सबैसे केन्द्रीय समिति एउटा भाषाके चाहिँ 1 नम्बर चाहिँ प्राथमिकता राखेकुन यो अभियानै चाहिँ चलालाबाटै लाग्थ्यौँ। अब फेरि अहिले दिने पनि अरू कार्यक्रम पनि राख्थ्यौँ र यो कार्यक्रम के चाहिँ हामी अर्कोमा पनि 1 नम्बरको हामी अब एजेन्डाको बनाइकुन अथवा 1 नम्बरको प्रस्तावना र फेरि कार्यक्रम बनाइकुन हामी लेख्थ्यौँ र अरू चाहिँ दोस्रो तेस्रो चाहिँ इखराके चाहिँ काट्थ्यौँ र भाषाको संरक्षण सम्बोधन गरेको चाहिँ 1 नम्बरको प्रायोरिटी दिएको हामी लेजिङ हाम्रो सोचबाटै र यसका कदम र हाम्रो संस्थाको पहल मात्रै से यस भाषाको चाहिँ संरक्षण र सम्वर्धन भएको नसके म किति कहिके चाहतौँ कता खनि जुनै हामी बराइरहते बाटे इखराके बरातै लिजाउँ सबै दाजुभाइ दिदीबहिनी सब बुढोपाका सब हुने घर से नै सुरुवात गरौँ र जुसी चाहिँ कमजोर बाटे अथवा न्यू बराते बाटे उसीका पुनः कमसेकम जुनै जत्का जानला बाटे नै उखराके बढोत्तरी गरौँ र आफ्नो परिवार घर परिवार दरै भाषा नै बढाइदेऊ। बच्चा के भोज बुढाबुढी के भोज जत्का जानला बाटे उखराके चाहिँ बरातै लिजाउँ र सिकातै लिजाउँ। अरू जिल्ला पनि जुन अब जुन एखन त सजिलो पनि भएन बाटे जुन गाउँ एकदमै 0% बाटे 0% बाटे र उसीका त हाम्रो जुसी बोराला र जिल्ला से अरू से जैलाटा से बिहादान गरेको जसमा चितवन से जैला बाटे नौल के अरे तनहु से जैला बाटे हाम्रो चाहिँ दिदीबहिनी त उसीका त मजा से सिकाइले सक्ता सब सिकाइ पनि रहते बाटे तर एउटा चाहिँ चासो चाहिँ दिइ पर्ने आफ्नो भाषाके माया गरी पर्ने भाषा हेराने से त हाम्रो सर्वस्व हेराइ र एउटा पहिचानको एउटा धरोहर एउटा मुख्य पाटो नै कोल्याप्स भएको छ। भाषा हेराने त हाम्रो अरू कुरा त स्वतः हेराइ हाम्रो संस्कृति चाहिँ बिस्तारै हेराइसकेलाबाट वेशभूषा हेराते चाहिँ त्यहाँबाट एखनि त अरूको चाहिँ आइरहेकोबाट अब हाम्रो धर्म पनि हेराते चाहिँ त्यहाँबाट आफ्नो धर्मको जुन हिसाब किताब छ हामी
चलिराख्दा रहे मानिराख्दा रहे धर्म एखन आफ्नो धर्मके माया कम गरिकन अरू धर्मके पुनः माया गर्दै बाटे यहीँ पुनः हाम्रो पहिचानके ठेस पुर्याइरहँदै बाटे हाम्रो धर्म चाहिँ एखन लोप भएर स्थिति भइसक्दै बाटे हामी दरेस प्रकृति पूजा कहिरहँदै बाटे हामी मठ मन्दिर निज हामी रूप भित्तर पाथर पूजा गर्लाएर मानुस हामी चाहिँ आफ्नो कुलदेवताकै पूजा गर्लाएर हामी महादेव पार्वतीकै चाहिँ हामी पूजा गर्लाएर मानुस सकिँ र गएको नै हामी सबै दाजुभाइ सबके दरे सबके व्यक्तिगत तर्फ से अथवा एज ए चियरको नाता अथवा संस्थाको नाता यही अनुरोध गर्छन् कि हाम्रो दरे भाषाका चाहिँ माया गरौँ र एउटा अभियानै लिन्छौँ हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो पहिचान संरक्षण र सम्वर्धन गरेको हाम्रो अभियान कलाएर हामी एउटा मूल उद्देश्यका साथ हामी लागिरहेबाटै संस्था लागिरहेबाटै यो अभियानै हो सबै दरै दाजुभाइ दिदीबहिनी सबके पुनः साथ दिएको लागि चाहिँ म आग्रह गर्छौँ हाम्रो यो भाषा जोगाएके हामी नै अगाडि बढेको परि हामी नै कोसिस गरेको परि अन्य जातका दाजुभाइ सबै यो चाहिँ नगर्दै एखन त हाल राज्य पनि हाम्रो सहयोग गर्दैबाटै लो कार्यक्रम कर सक्ने बित्तिकै आर्थिक पक्ष गरिरहेबाटै सहयोग गरिरहेबाटै धेरै पोजिटिभबाटै एखनिको राज्य पनि सङ्घीय लोकतान्त्रिक तन्त्रात्मक राज्य पनि एखन हाम्रा गाई त हेरिरहेबाटै यी माने पुनः हामी एउटा अवसर पनि पाउलो बाटे यो अवसर के हामी सही सदुपयोग गरेको आटे र एखन हामी ना गर्ने सित यस समय अझै वो भैने सित घरकने सित यी भाषा बाँचाइको लागि बहुत गाह्रो भयो हामी अझैको 10 वर्ष 15 वर्ष 20 वर्ष 50 वर्षपछि त हामी खोजिकन पुनः चाहने पुनः हामी चाहिँ यो भाषाको संरक्षण र सम्वर्धन गरेको नसके के गर्दाखेरि धेरै ढिला भइसक्यो त ओखनको स्थिति एखन हामी झट्का जान्न रहे बाबु बाजे सबसे झट्का सिक्ल रहे एखन त हामी ओतका तिनै बोराते आठे सबै कुरा चाहिँ बिसराइसक्लो बाटे एखन त हामी पहाडी कुरा अरू हिन्दी कुरा अङ्ग्रेजी कुरा सब र एखन अरू कोरियन जापानिज भाषा पनि सिक्दै बाटे यही गर्दै पुनः अलिक थोरै हाम्रो भाषाको चाहिँ पाछो फरक्दै बाटे हुन त जत्का सिक्ने चाहिँ ओतकै राम्रो हो उयो पनि तर म किति कता भने एकै कुरो जत्का सुकुरो गर्नु पनि गाँठी एकै कला जस्तै हामी अरू भाषा पनि सिकौँ नसिकेको यहाँ निज अरू भाषा पनि सिकौँ तर आफ्नो भाषाको चाहिँ प्रायोरिटी देऊ उच्च प्राथमिकता राखौँ र एकराको लागि चाहिँ मरिदिएको चाहिँ निज भने सबै एकल प्रयास र एकल संस्था मात्र पनि नभई यो अभियान सबैले जोडी पर्ने सबै दाजुभाइ सब पनि घर घर से चाहिँ वो कार्यक्रममा आह्वान गर्छौँ र फेरि पुनः संस्थागत रूपमा केन्द्रीय रूपमा प्रदेश रूपमा जिल्ला गाउँ नगर समितिको भेरै पनि यो अभियान हामी आह्वान गरेरबाटै सबै निकाय सबके हाम्रो यो भाषाके एक नम्बर राखिकन अरू विविध कार्यक्रम सब लेजौँ कम गरिरहेबाटै एखन भइरहेबाटै कलो ठाँ अग्दिन दमिलिया पनि भइल रहे एखन चितौन पनि अग्दिन भर्खरै पनि हाम्रो सुन्ने पिधरनिया चाहिँ भइल रहे अब एखन बाँसु बाजाहरू एखन चाहिँ चितौन एखन 19 गते से 26 गतेसम्म भइरहेबाटै यी सब जोडिएको कुरा सजबाटै अग्दिन भर्खरै हाम्रो नवलपरासी जिल्लाको काउसो त्यहाँ 3 दिनका कार्यक्रम भइल रहेछ प्रशिक्षण भइल रहे र यस्तै गतिविधि सब चाहिँ हामी करते जैते लेजिरहते बाटे यस्ता कार्यक्रममा हामी शरीक भौँ र टाठो भौँ र सब पनि यो चाहिँ हाम्रो सम्पत्ति आखै यी हाम्रो पहिचान आखै यी हाम्रो पहिचान हाम्रो संस्कार संस्कृति हाम्रो पहिचान आखै संस्कृति हाम्रो सभ्यता आखै यी दुईटा कुराको हामी जीवन्त राखेको पऱ्यो जहाँसुकै र तब मात्रै हाम्रो पहिचान रहिरहित हाम्रो सार्थक एउटा पहिचान के हाम्रो एउटा कर्तव्य पुनः आखै जिम्मेवारी पुनः आखै वही पनि हामी सबैले एउटा नैतिक जिम्मेवारी चाहिँ हामी बाँधिकन पनि पुनः क्या हुने क्या हो पाटो र एकराको चाहिँ हामी लगानी गरेकै परि नत्र गरे नभए अहिलाएर पुस्ताकै चाहिँ नानी बाल बच्चाको हामी आजै से कालमै से घर सुरुवात नगर्नेसित यो चाहिँ कालान्तरमा हाम्रो यो भइसक्यो लोप भइसक्यो भने हामी चनाखो भएको परि संस्थाको अभियान हामी सबै दरे दाजुभाइ दिदीबहिनी सबके यो अभियान जोडीको लागि म चाहिँ हार्दिक आह्वान गर्छौँ र यसका दिन पाउसको बीच यो दुईटा शब्द राखालेम क्या हो तर उम्रो भने क्षमा पनि चाहतौँ र बाँकी फेरि पनि आवश्यकता अनुसार पाउसको बीच फेरि पनि जोडेको चाहतौँ र एखनकी यत्काको दिन मेरो आफ्नो शब्द छिन् अन्त्य गरेको चाहतौँ सबैको सेवा सलाम नमस्कार अभिवादन।
र साथै केन्द्रीय ज्यूहरूमा सबैमा चाहिँ मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। हस्, धन्यवाद।